पूर्वको तकसेरामा भयो पहिलो पटक झाँक्री सम्मेलन। रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 10 तकसेरामा साउन 3 गते प्रथम झाँक्री सम्मेलन सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ रुकुम पूर्वको आयोजनामा तथा पुथा उत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुम पूर्व र सिपरेटको सहकार्यमा आयोजित सम्मेलनका प्रमुख अतिथि दिलकुमारी बुढा मगरले धामी झाँक्री परम्परा आदिवासी जनजातिको अमूल्य सांस्कृतिक सम्पत्ति भएकोले यसको वैज्ञानिक अध्ययन, अनुसन्धान र संरक्षण आवश्यक रहेको बताउनु भएको छ। गाउँपालिकाका अध्यक्ष पुनिराज घरती मगरले परम्परागत उपचारसँगै आधुनिक स्वास्थ्य सेवालाई पनि सँगसँगै अपनाउनु पर्ने धारणा राख्नु भएको छ भने महासङ्घकी जिल्ला अध्यक्ष सबिना बुढा मगरले झाँक्रीहरूको ज्ञान, सिप र उपचार पद्धतिको अध्ययन, प्रमाणीकरण र संरक्षण सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। अब यसको उद्देश्य चाहिँ अब यो झाँक्री सम्मेलनको त अब खासमा यसको यहाँको हाम्रो चाहिँ यो झाँक्रीहरूको हाम्रो एउटा संस्कार संस्कृति हो। यसलाई पनि चाहिँ यस अब प्रसारको लागि यसलाई चाहिँ अलि अझ अगाडि बढाउँ भन्ने चाहिँ यसको उद्देश्य नै त्यही नै हो। पहिले चाहिँ झाँक्री, धामी, जैसी, वैद्यले नै अब पहिले उपचारहरू चाहिँ गर्ने एउटा त अब झारफुक गरेर पनि अब मान्छेलाई एउटा मनोबलले एउटा चाहिँ म चाहिँ अब सन्चो हुन्छ भन्ने चाहिँ मनोबलले काम गर्ने। अर्को कुरा विशेष गरेर त्यहाँ जडीबुटीहरू नै चाहिँ अब खनेर ल्याउने अनि त्यसपछि उपचार गर्ने त्यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्थ्यो। पूर्वी रुकुमको हकमा मगर समुदायको ऐतिहासिक सांस्कृतिक झाँक्री उपचार पद्धति यहाँको मगर समुदायको बलियो एउटा आधार, एउटा सांस्कृतिक पहिचान भएको हुँदाखेरि यसको रिसर्च गरी यसलाई चाहिँ सत्य तथ्य चाहिँ के कति रहेछ, कति चाहिँ हामीहरूले सुधार्नुपर्ने रूढिगत कुराहरू छन् र यसलाई चाहिँ अलिक कति चाहिँ वैज्ञानिक कुराहरू छन् र यसलाई कतिले चाहिँ हटाउन पर्ने, कतिलाई चाहिँ हामीले जीवित राख्नुपर्ने र हाम्रो समुदायको जनजीवनलाई जीवित राख्नको निम्ति झाँक्री उपचार पद्धतिलाई चाहिँ हामीले संरक्षण, सम्वर्धन र यसको प्रवर्धन, पुस्तान्तरण गर्नुपर्ने भन्ने कुराको नै अब लेखाजोखाको निम्ति रिसर्च पनि हुँदैछ र हाम्रो एउटा डकुमेन्ट्री पनि बन्दैछ। त्यसैले गर्दाखेरि हामीले पूर्वी रुकुमको पुथा उत्तरगङ्गा वडा नम्बर 10 तकमा हामीले प्रथम झाँक्री सम्मेलन गर्न गइरहेका छौँ। खालि मन्त्र मात्रै होइन, उहाँले चाहिँ जडीबुटी गरेर चाहिँ प्रत्येक जडीबुटीमा कुन जडीबुटीले चाहिँ टाउकोमा दुखेकोमा सन्चो हुन्छ, कुनले छाती दुखेकोमा सन्चो हुन्छ, कुनले पेट दुखेको सन्चो हुन्छ, कुनले तपाईँको जिउ दुखेको सन्चो हुन्छ, कुनले तपाईँको चाहिँ गर्भवती महिलालाई चाहिँ सन्चो पार्छ, बच्चा पाउँदाखेरि कुन चाहिँ जडीबुटी, त्यो त यस्तो नलेज छ। यो नलेज चाहिँ तपाईँको संरक्षण गर्नुपर्छ भने यो त साइन्सको फाउन्डेसन हो। यो त इन्डिजिनस साइन्स भन्छ यसलाई। त्यो इन्डिजिनस साइन्स चाहिँ हामीले चाहिँ अगाडि ल्याउन सकेका छन्। हामी धामी झाँक्री भनेर कामले मात्रै देखाएको छ, तर यो नलेजको भण्डार अनि तपाईँको चाहिँ यो अद्भुत शक्ति जुन चाहिँ उहाँहरूको स्पिरिचुअल छ नि, त्यसको शक्तिलाई मिक्स गरेर होलिस्टिक, हामीले चाहिँ के भन्छ नि, होलिस्टिक भन्छ यसलाई। तपाईँको चाहिँ यो वेस्टर्न साइन्सले के गर्छ भन्दाखेरि खालि कम्पार्टमेन्टल भन्छ कि यति हेर्छ, कालो हेर्छ, तर हामी आदिवासी जनजातिले होल ओभरअलमा हेर्छौँ। अनि झाँक्रीले त्यो ओभरअल एउटा रेस्पोन्सिबिलिटी गर्ने काम गरेको भन्ने मलाई फिलिङ भएको छ।